सुरु गर्ने होइन त अब क्यानभा? गर्ने नि। अब हामी सुरु गर्नुपर्छ। क्यानभा के हो? कस्तो हो? के गर्ने? कसरी गर्ने? अब हामी सबै कुरा सिक्नेछौँ। मैले अगाडि नै भनेको थिएँ। क्यानभा इज नट अ प्रोफेसनल टुल। यो एकदम बेसिक हो, जहाँ जो कोहीले पनि एउटा डिजाइन क्रिएट गर्न सक्छ। इट इज अ फुल अफ टेम्प्लेट्स। हरेक कुराको टेम्प्लेट युज हुन्छ। हरेक स्टार्टिङदेखि एन्डिङसम्मै हामी टेम्प्लेटले मात्र गर्नेछौँ। जस्ट अलिकति क्रिएटिभ आइडिया युज गरेर मात्रै अलिक एक्स्ट्रा हुने हो। मैले यहाँ एउटा कुरा प्रेजेन्ट गरेको छु। के भन्दा एउटा एनालाइसिस। यो नेपालको एजुकेसन सिस्टम भन्नाले हाम्रो एजुकेसन सिस्टम कुनै फिल्डमा डिभाइड भएको छ। साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, आर्ट्स, एजुकेसन हो। त्यहाँ चाहिँ यो क्यानभाले के हेल्प गर्छ? कसै चाहिँ त्यहाँनिर इम्प्लिमेन्ट गर्छ भनेर मैले यो जस्ट एउटा सिम्पल चार्ट मात्रै देखाइदिएको हो। एन्ड गाइज मैले एउटा कुरा भन्न बिर्सेछु द्याट हामी यहाँनिर एडिटिङदेखि लिएर भिडियो एडिटिङ, क्रिएटिङ र हरेक कुरा सबै क्यानभाबाट गर्छु। मतलब म यहाँ जे अहिलेसम्म गरिरहेको हुन्छु, त्यो सबै क्यानभामै बनाएको हुन्छु। मैले अरू कुनै सफ्टवेयर युज गरेको हुँदिनँ। यो भिडियो एडिटिङ पनि मैले क्यानभाबाटै गरेको हुन्छु। सो इट विल बी इजियर फर यु टु अन्डरस्ट्यान्ड। यसमा मैले सानो एउटा चार्ट मात्र बनाइदिएको छु, जहाँ यो कहाँ युज हुन्छ भनेर देखाउनलाई मात्रै हो। जस्तै यहाँ देख्न सक्नुहुन्छ तपाईँ। साइन्स, होटल म्यानेजमेन्ट, आर्ट्स, एजुकेसनहरूले कसरी यो क्यानभालाई इम्प्लिमेन्ट गर्छन्। म्यानेजमेन्टहरूले आफ्नो बिजनेस प्रोडक्सनहरू बढाउनलाई धेरै कुराको मेटेरियल्सहरू, चार्ट्सहरू जस्तै भिजिटिङ कार्डहरू, यस्तो कार्डहरू, अरू वेलकम कार्ड, यस्तो धेरै प्रकारको चिजहरू सबै गर्न मिल्छ। त्यो सबको टेम्प्लेटै हुन्छ। अर्को साइन्सको ल्याब रिपोर्ट्सहरू बनाउँदाखेरि त्यो एटमिक स्ट्रक्चरहरूको फुल डायग्राम टेम्प्लेट नै सबै दिएको हुन्छ। मस्ट युजफुल फर होटल म्यानेजमेन्ट एन्ड अदर बिजनेस पिपल। के भन्दाखेरि डेभलप न्युज एन्ड सोसियल मिडिया क्याम्पेन्स हो। होटलको मेन्यु बनाउनलाई बिजनेसमा युज हुने प्राइस लिस्ट, रेट लिस्ट हुन्छ नि हो, त्यो सबै रेट लिस्टहरू बनाउन हेल्प गर्छ। र अर्को आर्ट्स एजुकेसनहरू, लेसन्स, सर्टिफिकेट्स जस्तै मैले पनि त अहिले प्रेजेन्ट गरिरहेको छु, कुनै प्रेजेन्टेसन दिइरहेको छु, टिचिङ जस्तै गरिरहेको छु हो। यस्तो कुराहरू सबै क्यानभाबाट पोसिबल रहेको छ। एन्ड द नेक्स्ट वान मैले अर्को के देखाएको छु भन्दाखेरि हामीले अब आउने यो क्लासमा के चाहिँ गर्नेछौँ, हामी के चाहिँ गर्छौँ यो क्यानभाबाट, के को लेसन लिन्छौँ हो। त्यसको बारेमा मैले थोरै सानो एउटा फिगर जस्तै, एउटा चार्टको जस्तै, टेबल चार्टको जस्तै एकदम मिलाएर राखिदिएको छु। के भन्दा हामी मार्केटिङ एन्ड प्रमोसनको बारेमा त्यहाँभित्र के पर्छ त, सोसियल मिडिया कन्टेन्टहरू पर्ने रहेछन्। त्यस्तै प्रोफेसनल एन्ड पर्सनल ब्रान्डिङ, रिज्युमी, लेटर, ब्लग्स, भिडियो मल्टिमिडिया हो। यो मैले अहिले गरेको यो भिडियो एडिटिङहरू सबै क्यानभाबाटै हो। त्यो पनि पोसिबल छ। अल द थिङ नेक्स्ट वान इज फ्रिल्यान्स एन्ड कन्टेन्ट क्रिएसन हो। धेरैले घरमै बसेर पनि फ्रिल्यान्स गरेका छन् यही क्यानभाबाट डिजाइन बनाएर। हियर यु क्यान सी हामी मार्केटिङ एन्ड प्रमोसनमा सोसियल मिडिया कन्टेन्ट, इन्स्टाग्राम, फेसबुकहरूको। नेक्स्ट वान इज ब्रान्ड मार्केटिङ, क्याटलग्सहरू, ई-कमर्स, एड्स, कुपन्स, email newsletters, and the second one is professional and personal branding, resume र cover letter, CV, brand logos, business card, visiting cards. There are different others. In terms of video and multimedia, short video, animation, transitions, thumbnail, YouTube को thumbnail, intros, and the last one freelance and content creation. Fiverr, Upwork, यो भनेको earning को platform हो, where you can get a job. कन्टेन्ट क्रिएसन अर्को भनेको यो वेबसाइट्सहरू पनि बनाउन क्यानभाबाट वेब पेज पनि बनिन्छ। आनन्दले टेम्प्लेट युज दिएको हुन्छ, त्यहाँबाट मजाले बनाउन सकिन्छ। सो